नमस्कार सबैलाई मित्रहरू। यो राईको उँभौली पर्व मनाउन चाहिँ पुरानो घर आएको। थला परी उकालो हिँड्दा हिँड्दा घरसम्म गाडी झार्न सकिएन यसपालि। बाटो सब पानीले बिगार गर्छ। उकालो हिँड्दा हिँड्दा गाह्रो भयो साथीहरू है। ऐनेमा यो पारिपट्टिको यो बाछाला भन्ने गाउँ एकदमसँगले राम्रो देखिरहेछ। यो मास्तिर तोरी भन्ज्याङ है। बाटो त चारैतिर खनेर पुर्याएको देखिन्छ। तर के गर्ने, यो पहाडको बाटो पानी आएपछि बगाएर सबै सुहा बनाइदिने हाल्ने रहेछ। के गर्नु, गाह्रो छ जिन्दगी। ओ बुढी के भयो, साह्रै परेको हो? ए बुढी पनि थाकी छ, रिसाइ भनभन गर्दैछ। नाम मैले त भुनभुन भन्ने राख्दैछु। आउ न हौ, आउ ढिलो भयो। पहाडको विकासहरू सबै बाटो त चारैतिर खनेका छन्। के गर्नु, हिउँदभरि राम्रो बर्खा लागेपछि सबै डमाडोल बनाएर बिग्रेर सुहा। ए यो बाटो हेर्नु त, यहाँ यस्तो बनाइरहेछ सबै। हरे राम हरे राम। थला परे के हो? मेरो बुढी थला परेछ यो बसी। यो पनि माइतीहरूको देवाली पनि हेर्ने अनि उँभौली पनि खाने भनेर के साह्रै परेछ। के गर्नु, जिन्दगी हो गाह्रो छ हाम्रो। अफिस भ्याउनु पुग्नु भनेको गाह्रो हुने भयो है त। ल सबैले भिडियो हेरेर लाइक सब्सक्राइब चाहिँ गर्नु है साथीहरू। अहिले बाई बाई। बाई भन नि बुढी। बुढी रिसाएकी छ भन्दैन है त।